नमस्कार। कार्यक्रम सीएमसी स्वास्थ्य संवादबाट म सुनिल पराजुलीको हेर्दै हुनुहुन्छ एकता शान्ति र संस्कारको संवाहक कालिका एचडी टेलिभिजन। हामी हरेक हप्ता कार्यक्रम सीएमसी स्वास्थ्य संवादमा रहेर फरक रोग विशेषज्ञ डाक्टरहरूसँग कुराकानी गर्ने गर्दछौँ र आजको अङ्कमा हामीसँग हुनुहुन्छ न्युक्लियर मेडिसिन विशेषज्ञ डाक्टर जीवन पौडेल। यहाँलाई स्वागत छ कालिका एचडी टेलिभिजनमा। धन्यवाद। नमस्कार। सुरुवातमा यो न्युक्लियर मेडिसिन भनेको के हो यो बारेमा प्रश्न पार्दिनुहोस् न। न्युक्लियर मेडिसिन अर्थात् नाभिकीय चिकित्सा यो चिकित्सा शास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा हो, जसमा हामीले रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने दबाईको प्रयोग गरेर बिरामीको विभिन्न अङ्गको गहन परीक्षण र कतिपय रोगहरूको उपचार पनि गर्छौँ। यो परम्परागत मेडिसिन अनि रेडियोलोजी भन्दा चाहिँ फरक के छ यसमा? यो जस्तो परम्परागत मेडिसिन रेडियोलोजी भन्नाले त्यसमा हामीले अङ्गहरूको बनावट कस्तो छ र त्यसको आधारमा के फरक छ त्यसरी हेरेको देखिन्छ। तर हाम्रो न्युक्लियर मेडिसिन भनेको हामीले अङ्गको बनावटसँग खासै मतलब राख्दैनौँ। हामीले अङ्गले काम गरेको छ कि छैन, गर्छ भने कति काम गर्छ, कति % काम गर्छ। जस्तो हामीले मृगौलाको कुरा गर्नुपर्दा मृगौलाको हेर्दा अवस्था ठुलो सानो जस्तो भए पनि त्यसले काम गरेको छ कि छैन, अथवा कामै नगरेको पो छ कि हेर्दा बनावट ठिकठाक भए पनि कामै गरेको छैन भन्दा त्यो हुनु र नहुनुमा केही फरक भएन। त्यही भएर हामीले अङ्गले कति काम गर्छ, त्यो ब्लक भएको छ कि छैन, कति % काम गरेको छ, हामी मेनली चाहिँ फङ्सनमा जान्छौँ। जस्तै तपाईँले मृगौलाको उदाहरण दिनुभयो। हजुर। कुन कुन रोगको चाहिँ पहिचानको लागि हामीले चाहिँ न्युक्लियर मेडिसिनको चाहिँ बढी प्रयोग गर्छौँ? बढी प्रयोग हामीले मृगौला एउटा भनिसकेँ मैले। त्यो बाहेक थाइरोइडको एकदम विशेष थाइरोइडको नर्मल थाइरोइडको पनि, थाइरोइडका रोगहरूको पहिचानको लागि पनि र थाइरोइड क्यान्सरको पनि हामीले गहन परीक्षण गर्छौँ। र त्यो बाहेक मुटुको विभिन्न हार्ट जोड्नीको समस्या भएका बिरामीहरूको हार्ट जोड्नीको गर्छौँ। अनि पित्तनली पित्तथैलीमा समस्या भएका बिरामीहरूको, पिसाब थैलीमा समस्या भएका बिरामीहरूको, यसरी शरीरका प्राय सबै अङ्गहरूको परीक्षण गर्न मिल्छ। बाहिरी भित्री सबै अङ्गहरूको चाहिँ मजाले परीक्षण गर्नु प्रायः जस्तो बाहिरी भन्दा पनि भित्री विशेष अङ्गहरूको परीक्षण हुन्छ। यो न्युक्लियर मेडिसिन चाहिँ कुन अवस्थामा चाहिँ निषेध हुन्छ अथवा प्रयोग गर्न मिल्दैन, कस्तो खालका बिरामीले? यो यसमा हामीले रेडिएसन निस्किने दबाई दिन्छौँ, तर त्यो दबाई हामी यति न्यून मात्रामा दिन्छौँ कि त्यो धेरै त्यसलाई हामीले ट्रेसर भन्छौँ। ट्रेसर भनेको एकदम सानो मात्रामा दिने भएर त्यसले शरीरमा खासै केही पनि असर गर्दैन। तर केही दबाईहरू चाहिँ हामीले उपचारको लागि प्रयोग गर्छौँ, त्यो भनेको एकदम हाई डोजमा दिनुपर्ने हुन्छ, त्यसले चाहिँ असर गर्न सक्छ। त्यही भएर हामीले परीक्षणको लागि गर्ने दबाईहरू त लगभग इभन प्रेग्नेन्सीमा पनि युज गर्न मिल्छ। तर हामीले जुन उपचारको लागि प्रयोग गर्छौँ त्यो दबाई चाहिँ एकदम स्पेसल्ली गर्भवती महिला र बच्चालाई दुध खुवाउने महिला उनीहरूलाई चाहिँ एकदम कम्प्लिटली टोटल्ली निषेधै गर्नुपर्ने हुन्छ। भनेको दीर्घरोगीहरूको हकमा चाहिँ मिल्यो। दीर्घरोगी हकमा हामीले गर्ने मिल्छ। जस्तो हामीले किडनीको जाँच गर्दा किडनीमा समस्या भएका बिरामीहरूको पनि क्रिएटिन एकदम हाई धेरै भएका बिरामीहरूको पनि गर्न मिल्छ। यो यसमा चाहिँ उपचार गर्दाखेरि एउटा पेट स्क्यान र स्पेक्ट स्क्यान भन्ने हुँदो रहेछ। यसमा चाहिँ कुन कुन अवस्थामा चाहिँ यो गरिन्छ खास? पेट स्क्यान र स्पेक्ट स्क्यान दुई अलग अलग स्क्यान हुन्। पेट स्क्यान भनेको प्रायः जसो शरीरका विभिन्न क्यान्सरको लगभग प्रायः धेरै जसो क्यान्सरको लागि पेट स्क्यान प्रयोग गरिन्छ। स्पेक्ट भनेको थाइरोइड क्यान्सरको र त्यो बाहेक विभिन्न क्यान्सर जुन हड्डीमा हार्ट जोड्नीमा जान सक्छन् अथवा हड्डीको क्यान्सरहरू, त्यो बाहेक नन क्यान्सर नभएका बिरामीहरू जस्तो सामान्य मृगौलाको जाँच, सामान्य थाइरोइडको जाँच, यसरी स्पेक्ट भनेको क्यान्सर र नन क्यान्सर दुवैमा प्रयोग गर्न मिल्यो। पेट स्क्यान भनेको मेनली क्यान्सरको लागि। यो दुईटै सेवा चाहिँ हाम्रो सीएमसीमा छ कि छैन? हामी कहाँ स्पेक्ट सिटी छ, पेट स्क्यान चाहिँ अहिलेको अवस्थामा छैन, तर हामी प्लानमा छ, त्यसको पनि हामी प्लानमा छ। यो न्युक्लियर मेडिसिन चाहिँ प्रयोग गरेर बिरामीको चेकअप गर्दाखेरि उसको सुरुवाती प्रक्रिया र चेकअप गर्दा पछिको सम्मको चाहिँ प्रक्रिया कसरी मिलाउनुपर्छ, के हुन्छ खास? यसमा जाँच अनुसार फरक छ। कति केसहरूमा बिरामी आउनुभन्दा अगाडि खाली पेट आउनुपर्ने हुन्छ, कति केसमा चाहिँ हामीले बिरामीलाई अगाडि नै सबै कुरा सम्झाउँछौँ, कति केसमा दबाई बन्द गरेर आउनुपर्ने हुन्छ, कति केसमा चाहिँ खाली पेट केही नखाइकन आउनुपर्ने हुन्छ र त्यो सबै हेरिकन केस हेरिकन हुन्छ। र कति केसमा चाहिँ बिरामीले राम्रो धेरै पानी खाएर त्यसरी आउनुपर्ने हुन्छ। र परीक्षण गरिसकेपछि चाहिँ मेनली रेडिएसन हामीले रेडियोधर्मी दबाई प्रयोग गरेको हुन्छ। त्यो भएर अरू सानो बालबालिका र गर्भवती महिलादेखि चाहिँ लगभग 24 घण्टासम्म चाहिँ हामीले परीक्षण गरिसकेपछि टाढा रहन भन्छौँ। र सर्टेन उपचार गरेको केसमा चाहिँ 1 हप्तासम्म नै हामीले अरू गर्भवती महिला र अरू बालबालिकादेखि टाढा रहन आग्रह गर्छौँ हामीले। जस्तै यति जानकारी दिएपछि कुन अवस्थाको बिरामीले चाहिँ अथवा कुन भागको चेक गर्दाखेरि चाहिँ खाना नखाइकन आउनुपर्छ?
यो बारेमा बताइदिनुहोस्। मेनली खाना नखाइकन आउनुपर्ने भनेको पित्त नली, पित्त थैली अथवा लिभरमा समस्या भएका बिरामीहरू चाहिँ खाना नखाइकन आउनुपर्छ। अन्य सबै बिरामीहरू चाहिँ खाना खाएर आउन मिल्छ र धेरै पानी खाएर आउनुपर्ने बिरामी चाहिँ मृगौलाका बिरामीहरू हुन्। जस्तै यो अहिले तपाईँले रेडियोधर्मीको युज हुन्छ भन्नुभएको थियो नि, चेक गर्दाखेरि यसको साइड इफेक्ट हुन्छ कि हुँदैन? मानिसहरूमा चाहिँ रेडियोधर्मी प्रयोग गर्ने बित्तिकै साइड इफेक्ट हुन्छ भन्ने चाहिँ जुन अफवाह हुन्छ नि, त्यसलाई कसरी सम्झाउने? यस्तो छ, हामी रेडियोधर्मी दबाई दुई तरिकाले प्रयोग गर्छौँ। एउटा भनेको निदानको लागि प्रयोग गर्छौँ। निदानको लागि प्रयोग गर्दा एकदमै सानो मात्रामा प्रयोग गर्छौँ, त्यही भएर त्यसलाई हामीले ट्रेसर भन्छौँ। र यति सानो मात्रामा प्रयोग गर्छौँ कि त्यसले शरीरमा केही पनि दुष्प्रभाव गर्दैन। त्यही भएर डायग्नोस्टिक अथवा निदानको लागि प्रयोग गर्ने दबाईमा केही पनि डराउनु पर्दैन, त्यसमा केही पनि साइड इफेक्ट हुँदा पनि हुँदैन। र जुन हामीले एकदम हाई डोजमा प्रयोग गर्छौँ, बिरामीको क्यान्सर सेलहरूलाई मार्नको लागि एकदम हाई डोजमा प्रयोग गर्छौँ, त्यो दबाईहरू प्रयोग गर्दा चाहिँ बिरामीहरू चाहिँ एक हप्तासम्म चाहिँ अरूदेखि चाहिँ टाढा रहनु, आइसोलेट भएर बस्नुपर्छ, बढी पानी पिउने, पिसा गर्ने गरिरहनुपर्छ। तर त्यस्तो केसमा पनि हाम्रो भनौँ एकदम सिलेक्टेड टार्गेटेड, हामीले थाइरोइड क्यान्सर छ भने हामीले थाइरोइडले मात्र टार्गेट गर्ने दबाई दिन्छौँ। त्यो भएपछि उसको शरीरमा अन्य दुष्प्रभाव हुँदैन। हामीले यहाँ थुप्रै 100औं बिरामीको उपचार गरिसक्यो र त्यसमा कसैलाई पनि त्यस्तो डरलाग्दो दुष्प्रभाव देखिएको छैन। भनेको रोगको पहिचान गर्ने बेलामा कम मात्रामा प्रयोग हुन्छ, एकदमै कम मात्रामा, नामै ट्रेसर भने यति सानो मात्रामा हुन्छ कि त्यसले केही पनि दुष्प्रभाव गर्दैन। कति समयसम्म चाहिँ रहन्छ बिरामीको शरीरमा एकचोटि चेक गरे? यो दबाई अनुसार हुन्छ। कुनै दबाई लगभग 12 घन्टामा शरीरदेखि जान्छ र कुनै दबाई चाहिँ 6-7 दिनसम्म पनि रहन्छ होइन। तर धेरै जस्तो दबाई चाहिँ 12 घन्टामा हाम्रो शरीरदेखि जान्छ। जस्तै हाम्रो सिएमसीमा चाहिँ यो न्युक्लियर मेडिसिनको चाहिँ कस्ता बिरामीहरू आउने गर्छन्, चेकअपको प्रक्रिया के छ, यो बारेमा पनि बताइदिनुहोस्। सिएमसीमा हामीले सबभन्दा बढी गर्ने भनेको मृगौलाका बिरामीहरू हुन्। जस्तै मृगौला सुन्निएका, मृगौलामा सङ्क्रमण भएका, मृगौला प्रत्यारोपण गर्नुपर्ने अथवा मृगौलाको अपरेसन प्लान गरेका बिरामीहरू। र अपरेसन गर्नुभन्दा अगाडि कस्तो छ, गरेपछि कस्तो छ, अपरेसन गरेको फाइदा भयो कि भएन, अपरेसनभन्दा अगाडि कति % काम गरेको थियो, अपरेसन पछि कति % काम गर्यो, त्यो भएपछि धेरै जस्तो चाहिँ मृगौलाका बिरामी हुन्छन्। त्यो बाहेक थाइरोइडका बिरामीहरू, थाइरोइडका सामान्य जाँच गर्ने बिरामी पनि हुन्छन् र थाइरोइड क्यान्सरका चाहिँ हामीले कम्प्लिटली होल बडी चेक गरेर त्यसपछि उपचार पनि गर्छौँ। यसबाहेक विभिन्न क्यान्सरहरू जस्तो प्रोस्टेट क्यान्सर, स्तनको क्यान्सर, फोक्सो क्यान्सर जुन हाडजोडीमा जान सक्छन्, यसरी हाडजोडीमा जाने विभिन्न क्यान्सरहरूको प्रयोग गर्छौँ। र हाडजोडीमा समस्या भएका बिरामीहरूको पनि हामीले परीक्षण गर्छौँ। हाडजोडीका क्यान्सरहरू यो बाहेक यिनीहरू पनि एकदम हामीले सधैँ गरिराख्ने भयो। र कहिलेकाहीँ गर्नेमा चाहिँ जस्तो आन्द्रादेखि रगत बग्ने, मुटुमा समस्या भएका बिरामीहरू, थली पित्त नली अथवा कलेजोमा समस्या भएका बिरामीहरू, पिसाब थैलीमा समस्या भएका बिरामीहरू, यिनीहरू चाहिँ हामीले कहिलेकाहीँ मात्र गरेर गर्छौँ। यो प्रविधिबाट पनि उपचार हुँदो रहेछ भन्ने चाहिँ बिरामीहरूलाई कतिको थाहा छ? न्युक्लियर मेडिसिन प्रविधिबाटै उपचार गराउँछु भनेर आउने हुन्छ अथवा यहाँबाट रिफर गर्ने हो? यो बिरामीलाई भन्दा पनि यो डाक्टर साहबहरूलाई थाहा हुन्छ। बिरामीहरूलाई सबैलाई चाहिँ थाहा हुँदैन कि यो भनेको डक्टरहरूको लागि पनि नेपालको लागि नयाँ विधा हो। त्यो भएर डाक्टर साहबहरूले नै अपरेसन गरेपछि ल यो ऊ चाहिँ हामीले न्युक्लियर मेडिसिन विधिबाट उपचार गर्न सक्छौँ भन्ने भएपछि विशेष गरी थाइरोइडका बिरामीहरू अथवा थाइरोइड क्यान्सरका बिरामीहरू चाहिँ हामी कहाँ पठाउनुहुन्छ र हामीले चाहिँ त्यसको गहन परीक्षण गरेर उपचार पनि गरेर यहाँबाट पठाउँछौँ। भनेपछि मृगौला, थाइरोइड र थाइरोइड क्यान्सरको चाहिँ बढी मात्रामा प्रयोग हुने भयो? हजुर हजुर, तपाईँले भने हजुर। यो जुन न्युक्लियर मेडिसिन चाहिँ सबै ठाउँमा पनि सेवा यसको उपलब्ध छैन, भविष्यमा यसको सेवा विस्तार अथवा यसको भविष्य चाहिँ कस्तो देख्नु भएको छ तपाईँले? नेपालमा खास हामी एकदम प्रारम्भिक चरणमा छौँ, यो धेरै ठाउँमा छैन। त्यही भएर बिरामीहरू जस्तो धेरै जस्तो ठाउँबाट, विराटनगरबाट, पोखराबाट, बुटोलबाट यही सुविधाको लागि चितवन मेडिकल कलेज आउनुपर्ने अवस्था छ। हुनसक्छ पछि भविष्यको समयमा चाहिँ अरू ठाउँमा पनि यो खुल्ला, तर यसको लागि एकदम भिजन भएको लिडरसिप चाहिन्छ। चितवन सेन्टरमा भएको भएर पनि र चितवन भनेको सबै ठाउँको सेन्टर भएको हुनाले चाहिँ हामीले चाहिँ सबै सुविधा एकै ठाउँमा दिउँ भन्ने सोचाइ राखेर हामी कहाँ विशेष गरी थाइरोइडको लागि इन्डोक्राइनोलोजी, ENT सर्जन, हेड एन्ड नेक सर्जन अनि न्युक्लियर मेडिसिन सबै सेवा भइसकेपछि बिरामीहरूले सबै सेवा एकै ठाउँमा यहाँ चाहिँ पाउनुभएको छ। तर बिस्तारै अरू ठाउँमा पनि एभाइलेबल होला। न्युक्लियर मेडिसिनको विशेषज्ञ नै नेपालमा कम छ भनेपछि पढाइ चाहिँ यहाँ हुन्छ हुन्न? यसको पढाइ आजसम्म नेपालमा हुँदैन, किनकि यस विशेषज्ञ पनि कम छन् र यो सबै सुविधा एउटै हस्पिटलमा नेपालमा छैन। स्पेक सिटी, पेट सिटी सबै एकै ठाउँमा छैन। त्यही भएर आजको समयमा नेपालमा यसको पढाइ
छैन। अब अन्तिममा चितवन मेडिकल कलेज सिएमसीमा न्युक्लियर मेडिसिन सेवा लिनको लागि चाहिँ बिरामीलाई कसरी आह्वान गर्नुहुन्छ? अन्तिममा छोटकरीमा बताइदिनुहोस्। अन्तिममा मैले छोटकरीमा भन्नुपर्दा कोही पनि बिरामीहरूलाई थाइरोइडको जुनसुकै समस्या छ भए पनि एकपल्ट आउनु, यहाँ सबै समस्याको पुरै उपचार हुन्छ। यदि थाइरोइडमा गाँठागुठी आएका बिरामीहरू हुनुहुन्छ, लामो समयसम्म औषधि खानुभएको छ भने पनि त्यस्तो बिरामीहरू आउनु एकैचोटिमा ठिक हुनसक्छ। अथवा थाइरोइड क्यान्सरै भइसकेका बिरामीहरू हुनुहुन्छ भने पनि क्यान्सर भयो भनेर डराउनु पर्दैन, आउनु, सबै उपचार सम्भव छ। हामीले उपचार गरेकोमा 97% थाइरोइड क्यान्सरका बिरामी पुरै ठिक भएर घर जानुभएको छ। त्यो बाहेक अन्य मृगौलामा समस्या हुने बिरामीहरू पनि हुनुहुन्छ भने यता एकपल्ट चेक गर्न आउनु होला। हुन्छ, समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। हामीसँग कुराकानीमा हुनुहुन्थ्यो चितवन मेडिकल कलेज सिएमसीका न्युक्लियर मेडिसिन विशेषज्ञ डाक्टर जीवन पौडेल। उहाँसँग रहेर हामीले कुराकानी गरिसकेका छौँ। क्यामेराम्यान सुनिल श्रेष्ठ र म सुनिल पराजुली बिदा हुन्छु। नमस्कार।